एक गिलास गरम पानी लिएर मैले आजको दिन सुरु गरेकी छु। म चाहिँ सधैँ बिहान यसरी मनतातो पानीमा निम्बु निचारेर खाने गरेकी छु। यसरी खायो भने चाहिँ ग्यासको पनि प्रब्लम राम्रो हुँदो रहेछ र फेट पनि कम्ती हुन्छ अरे भनेर मैले सुनेकी छु र म चाहिँ खान्छु र यता बोडी काट्दैछु। बोडी थियो कि न भन्ने कुरा थाहा पाइसक्नु भएको छ हिजो हैन। र यहाँ चाहिँ मेरो यो सोफामा चाहिँ सधैँ धुलो जमेको हुन्छ। मेरो मात्रै हैन सबैको हुन्छ होला यस्तो र कसको हुन्छ मलाई भन्नु होला है। मेरो चाहिँ यति धुलो हुन्छ नि कहाँबाट आउँछ यो धुलो जस्तो लाग्छ। सधैँ पुस्नुपर्छ र यसरी मैले यहाँ सोफाहरू पुस्दैछु। बिहानको काम चाहिँ मेरो स्टार्ट भइसकेको छ। छोरीलाई स्कुल पठाएदेखि पछिबाट म काममा लागिसकेकी छु र अब हामी हाउसवाइफहरूले दिने भिडियोमा चाहिँ यही सबै देख्न पाउनुहुन्छ है धेरै जस्तो चाहिँ। किनभने हामीहरू बाहिर त्यति जुवाइ हुँदैन र घरकै भिडियो बनाइ हुन्छ र नेगेटिभ कमेन्ट नगरिकन भिडियो हेरिदिनु होला। राम्रो लागेमा लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र कतै गल्ती देख्नुभयो भने पनि भन्नु होला, म रिसाउँदिनँ। र अहिले चाहिँ मेरो झाडु मार्न सुरु भइसकेको छ। म झाडु मारिसकेर यता आएँ मेरो छोरीको टेबल मिलाउन। बिहान बच्चाहरूलाई स्कुल पठाउने अगाडि चाहिँ कहाँको सामान कहाँ पुगेको हुन्छ भन्ने कुरो थाहा हुँदैन, यति हतार भइरहेको हुन्छ। र अहिले छोरीलाई स्कुल पठाएर म चाहिँ काम गर्दैछु र अहिले चाहिँ म आएँ आल्ला मिलाउन। अब यही त हो नि काम हाम्रो होइन। र त्यसपछि म घर पुस्न आँट्दैछु। अब घर पोछा लगाउँदैछु र गर्मी पनि यति धेरै भइरहेछ नि कामहरू पनि म एकदम छिटो छिटो गर्दैछु र यता मेरो घर पोछा पनि हुँदैछ र घर चाहिँ डेली नै पुस्नुपर्ने हुन्छ, दिनमा 2 पल्ट पनि हुन्छ कहिलेकाहीँ चाहिँ। र यता मेरो अब कपडा लिएर आएँ मेसिनमा र त्यसपछि म यता आएँ बाहिरपट्टि झाडु गर्नलाई र झाडु गरिसकेर म आएँ बारीमा। अब अलिअलि सब्जी छ, यो सब्जी पनि बिहान नुहाउने अगाडि नै टिपिहाल्न मन लाग्छ, नुहाएपछि फेरि जान मन लाग्दैन र घाम पनि कस्तो कडा लागेको छ आज चाहिँ। र मेरो सब्जीहरू पनि टिप्दैछु, के टिप्दैछु देखिसक्नुभएको छ भिडियोमा। धेरै त छैन, अलिअलि 2 जनामा हामीहरूलाई हुन्छ अब। र त्यसपछि यहाँ कोला पनि लागेको छ बारीमा, यता फर्सी यता करेला सबै देखिसक्नु भएको छ। म नुहाएर पनि आइसकेकी छु, कति गर्मी भएको छ नभन्नुहोस् न। र त्यसपछि आयो मन्दिरमा पूजा मेरो हुँदैछ र बिहान चाहिँ म सबै काम सकेर बल्ल पूजा गर्छु, त्यही भएर मेरो पूजा गर्न चाहिँ अलिकति ढिलो हुन्छ। र अहिले चाहिँ पूजा गर्दैछु र पूजा गरिसकेर म आएँ चिया बनाउन र चिया 1 कप लिएर बिहान अब एकछिन बस्छु, त्यसपछि मेरो नास्ता हुन्छ र म चाहिँ चिया खाँदैछु। आजलाई यति नै, भेट्नेछु फेरि एउटा भिडियोमा। बाई बाई।